फेरि पनि जापानमा एउटा दुःखद लाग्दो घटना घटेको छ, जहाँ अस्ति भर्खर मात्रै एउटा घटना घटेको थियो। त्यो घटना सेलाउन नपाउँदै फेरि एउटा अर्को अत्यन्तै दुःखद घटना घटेको छ। जापानमा फेरि एकजना युवकले कोठामै झुन्डिएर आत्महत्या गर्नुभएको छ। एकदमै दुःख लाग्यो खबर सुनेर। हिजो अस्ति काममा बिजी थिएँ, त्यसैले थाहा नभएको मलाई। अब काममा बिजी थिएँ, जापानमा त्यही त हो नि बिजी लाइफ होइन। मैले हिजो भर्खर मात्रै थाहा पाएको थिएँ। एकदमै नराम्रो लाग्यो क्या। म त यो भिडियो म त के भन्छु, अब नेपालबाट जापान आउन चाहिँ बन्दै गरौँ क्या। जापानमा लाइफ छ तर स्ट्रगल धेरै छ क्या, धेरै एकदम धेरै छ। जापान नराम्रो छ भन्दिनँ म, राम्रो छ होइन, तर स्ट्रगल पनि यति छ होइन। जसले स्ट्रगल गर्न सक्नुहुन्छ, जो परिवारदेखि टाढा बस्नु भएको छ, जसले दुःख पीडा भोग निन्द्रा केही पनि भन्दैन, त्यो मान्छे मात्रै आउनुहोस् क्या। हुन त कतिपय नेपालीहरूलाई के लाग्छ, ऊ गयो अब आफू गइहाल्यो होइन, आफू गइहाल्यो अनि हामीलाई नआइजे भन्छ, ऊ टिकेछ हामी कस्तो नटिकौँला। अरे बाबा, कस्तो सिचुएसनमा मान्छेहरू यहाँ बाँचिरहेछ, कस्तो सिचुएसनमा के भइरहेको छ, त्यो त कमसेकम कोही न कोही त साथीभाइ चिनेको कोही न कोही त आएको होला, उसँग त बुझ्नुहोस् एकचोटि के छ कस्तो छ भनेर। म त के भन्छु होइन, यो नेपालबाट अब आउने सोच बनाउनु भएको र पढ्दै गरेको दिदीभाइ दाजुबहिनी जति हुनुहुन्छ उहाँहरूलाई प्लस पोइन्ट हुनसक्छ यो कुरा। जति पनि हुनुहुन्छ नि अहिले जुन अब आउने जति पनि हुनुहुन्छ नि नेपालबाट, उहाँहरूले चाहिँ माइन्डमा एउटा के सेट बसालिहाल्नु भनेपछि, माइन्डमा एउटा चाहिँ के कन्सेप्ट राखिहाल्नु भनेपछि, जापान भनेको एकदमै दुःखको सहर हो होइन। नेपालबाट हामी जापान गइसकेपछि कुकुरले नपाउने दुःख पाउनुपर्छ। इभन कुकुरले त बास पाउँछ, घाँस पाउँछ होइन, सुत्न पाउँछ, कमसेकम चोरेर भयो नि खान्छ, कमसेकम उसलाई नो प्रब्लम, नो दुःख, केही पनि छैन। चोर्यो भने उसले खाना पाउँछ, उसलाई खाना पनि पुग्छ होइन, कमसेकम छ उसलाई, त्यति त छ। तर जापानमा त्यति पनि छैन। काम पाउन अहिले यस्तो गाह्रो छ, यस्तो गाह्रो छ, यस्तो गाह्रो छ। तपाईँको त्यसैमाथि अहिले झन् ल्याङ्ग्वेज पहिलाको जस्तो छँदै छैन क्या। जापान पहिलाको जस्तो छँदै छैन। अहिले सामान्य काम गर्न पनि आरोबाई त भन्छ, सामान्य काम गर्न पनि अहिले ल्याङ्ग्वेज खोज्छ। सामान्य कन्भर्सेसन गर्ने मान्छे छ कि छैन भन्छ। कोही मान्छे हाल्नु पर्यो भने के भन्छ, ल्याङ्ग्वेज छ कि छैन भन्छ। अब भर्खर आएको भाइ बहिनी दिदी दाइ जो पनि हुनुहुन्छ, उहाँहरूको ल्याङ्ग्वेज कसैको पनि हुँदैन। त्यो सबलाई थाहा भएको कुरो हो, मलाई पनि थाहा छ, उसलाई पनि थाहा हुन्छ। तर नेपालबाट किन आए त त्यत्तिकै भन्ने उनीहरूलाई पनि लाग्छ क्या। ल्याङ्ग्वेज छ कि छैन भनेर उनीहरूले पनि हामीलाई सोध्छ। त्यति बेला हामीले के जवाफ दिने? छैन भन्ने हो भने म राख्दिनँ भनिदिन्छ। अनि अब आउँछन् नेपालबाट भाषै नबनाइ आउँछन्। कमसेकम जापान आउनु छ भनेपछि सबभन्दा पहिला म के भन्न चाहन्छु भने, पहिला सुरुमा त ल्याङ्ग्वेज राम्रो बनाउनुहोस्। नेपालमै ल्याङ्ग्वेज राम्रो बनाउनुहोस्। कमसेकम धेरै नभए पनि नर्मल खालको N5 लेभल पढेर आउँछौँ, त्यही N5 लेभल पनि राम्रोसँग क्लियरका साथ पानीको पानी दुधको दुध बनाएर पढेर आउनुहोस्। N5 लेभल मात्रै भए पनि, N4 नपढे पनि, N5 लेभल मात्रै पनि पढ्यो भने नर्मल कन्भर्सेसनहरू भनेको अलिकति बुझ्न सकिने अथवा चाहिँ केही अलिकति हेल्पफुल हुन्छ क्या। हामीलाई त्यसपछि काम लगाइदे भन्छ, काम लगाइदियो, त्यसपछि मेन्सी तुलिन्छ, त्यसपछि राख्दिन्न मान्छे। अनि भन्छ कस्तो मान्छे ल्याएर रालिस, केही पनि बुझ्दैन, हामीले कसरी राख्ने। त्यही भएर अनि जति पनि आउनुहुन्छ नेपालबाट, उहाँहरूले चाहिँ के कन्सेप्टमा राख्नुहोस् भनेपछि, म त्यहाँ रमाउन जाने होइन, कमाउन जाने हो। मेन त रमाउन जाने होइन, कमाउन जाने भनेर कन्सेप्टमा राख्नुहोस् क्या तपाईँहरू। अनि सक्नुहुन्छ भने म त भन्छु दुबई राम्रो छ होला योभन्दा। कमसेकम पैसा दुःख गऱ्यो भने पैसा आउँछ, खाना पाउँछ टाइममा, एउटा फिक्स ड्युटी टाइम टेबल हुन्छ, त्यति त गर्न पाउँछ, सुत्न त पाउँछ, खाना त पाउँछ। यहाँ त्यति पनि छैन, स्ट्रगल धेरै छ। त्यही भएर जापानको लाइफ राम्रो छैन होइन। जापानको लाइफ नराम्रो पनि छैन, राम्रो पनि छैन क्या। अहिले स्टुडेन्ट जुन वर्किङमा आउनुहोस्। बरु म त के भन्छु, तपाईँहरू जापानै आउनुहुन्छ भने पनि वर्किङमा आउनुहोस् क्या। N4 लेभल पास गर्नुहोस् होइन, स्किल टेस्ट पास गर्नुहोस्,
मजाले आउनुस्, वर्किङ आउनुस्। वर्किङमा राम्रो छ बरु, त्यो भन्दा त बरु 5 वर्ष कमाउनुस्, 5 वर्षपछि त्यसपछि जति दुःख गर्न मन लाग्छ 5 वर्ष मात्रै, 5 वर्षको वर्किङ भिजा लाग्छ होइन। 5 वर्षको वर्किङ भिजा लागेपछि नेपाल पठाइदिन्छ भन्ने हुँदैन। यहाँ पनि इक्जामहरू हुन्छ, साइनहरू पनि, जुन कर्मचारी हुन्छ नेपालबाट वर्किङमा एसएसडब्ल्यू भिजामा आइसकेपछि वर्किङ भिजा पनि त्यसपछि पनि तपाईँले अर्को भिजामा चेन्ज गर्न मिल्छ। यहाँ इक्जाम पास गरिसकेपछि तपाईँले यहाँ आएर, तपाईँ वर्किङबाट आएर यहाँ वर्किङमा आइसकेपछि तपाईँ गएको केही पनि स्टुडेन्टमा पनि जान मिल्छ। त्यो भिजा तपाईँले स्टुडेन्टमा पनि एप्लाई गर्न मिल्छ। ल अब आइहाल्नु भयो, तपाईँ आइहाल्नु भयो भने गिभअप नगर्नु क्या। गिभअप गरेर कुनै पनि फाइदै छैन, घाटा छ बरु। तपाईँ त मरेर जानुहुन्छ 14-15 लाख ऋण हुन्छ। अलरेडी तपाईँ आउनुहुन्छ स्टुडेन्टमा 14-15 लाख ऋण हुन्छ। त्यसपछि के हुन्छ थाहा छ? तपाईँ मरेर जानुहुन्छ, त्यसपछि हुन्छ बाबाआमालाई पीडा। त्यसपछि जापानमा जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू बस्नु भएको छ अनि उहाँहरूले गर्नुपर्छ सहयोग, त्यो पनि लास पठाउन। छिट्टैमा जाने भइदियो त ल मरेर जानुभयो, ल 15 लाख ऋण थियो, ल गर्नुभयो हुन्थ्यो। मरिसकेपछि पनि पीडा छ तपाईँलाई होइन, तपाईँको आमा बाउलाई। पहिला पनि पीडा हुन्छ आमा बाउलाई, जब 14-15 लाख ऋण हुन्छ त्यति बेला पनि पीडा नै हुन्छ तपाईँको आमा बाउलाई। जब झन् मरेर जानुहुन्छ नि 15 लाख ऋण छ भनेपछि 10 लाख रुपियाँ नेपाल लास पठाउन लाग्छ। त्यसपछि 20 लाख रुपियाँ 25 लाख रुपियाँ ऋण हुन्छ। त्यसपछि आमा बाउ मर्ने बाँच्ने हुन्छ। नेपालको नर्मल मिडल क्लासको फ्यामिलीको लागि भनेको 20-25 लाख ऋण भनेपछि कपाल झर्छ, पागल हुन्छन् बाबाआमा। त्यता पनि सोच्ने गर्नु अलिकति, बुझ्नुभयो नि? त्यही भएर जापानमा जति पनि हुनुहुन्छ यो सबैजनाहरू जति आइसक्नु भएको छ, जति आउँदै हुनुहुन्छ उहाँहरूले चाहिँ गिभअप चाहिँ नगरौँ के, दुःख गरौँ। अब दुःख गर्न आइसकेपछि दुःख गर्नुपर्छ क्या, हार मान्नु हुँदैन। दिन सबैलाई लाग्छ, दुःख हुन्छ, काम पाउँदैन 2-3 महिना, 2-3 म्याक्सिमम कामै उस्तै परे 4-5 महिनै काम पाउँदैन। तपाईँ चिन्नु भएको छैन कसैलाई, केही गर्नु भएको छैन भनेपछि कामै पाउँदैन। जापानमा त्यसैमाथि काम कस्तो हुन्छ, तपाईँ जापानमा काम पाउने सिजन एउटा हुन्छ क्या सबैको, भन्ने बित्तिकै काममा हालिदिन्न। मान्छे माग्यो भने मात्रै काममा हालिदिन्छ। त्यसैमाथि अहिले जापानमा नेपालीहरू यति छन् काम नपाएको। तपाईँ काम पाएर पनि मान्छेहरूले जिखान पाउँदैन क्या। हप्तामा 28 घन्टा गर्न पाउँछ होइन, त्यही 28 घन्टा पनि गर्न पाउँदैन। त्यही भएर लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। सबैले भिडियोलाई सब्सक्राइब गरिदिनु होला होइन, सेयर पनि गरिदिनु होला। यो सबै नेपालीहरूले जति पनि नेपालबाट आउँदै हुनुहुन्छ अहिले नयाँ स्टुडेन्ट भिजामा, उहाँहरूलाई यो भिडियो धेरै नै काम लाग्न सक्छ। किनभने जापानमा नर्मल लाइफ छैन, एकदमै हार्ड छ, गाह्रो। सजिलो त छँदै छैन क्या कति पनि। जापानको लाइफ भनेको कति पनि सजिलो छँदै छैन। मान्छेहरू अहिले 1 हप्ता नबित्दै 3 जना मान्छेले आफ्नो ज्यान फालिसकेका छन्। कसैले मारिदिएको पनि होइन, आफै मरेका हुन् क्या। किन? पीडा। पहिलो किन मर्छन् त? 15 लाख ऋण हुन्छ हो, 15 लाख ऋण हुन्छ। त्यसपछि 15 लाख ऋण हुन्छ, चल ठिकै हो, ऋण लगाएर आए जापान आएर भाषा आउँदैन, कन्भर्सेसन नपढेर आउँछन् नेपालबाट सबै। हामी पनि नपढेरै आएको हो, तर स्ट्रगल गर्न सक्दैनन् क्या कतिपयले। स्ट्रगल गर्न सक्नु पर्यो, पढ्नु पर्यो। अब नेपालमा पढेन जापान आएर पढ्नु पर्यो क्या, पढ्दैनन्, भाषा आउँदैन, काम पाउँदैन, 15 लाख ऋण हुन्छ, ल्याएको पैसा सकिन थाल्छ। अब जापानमा 1 दिन काम गरेन भने हामीलाई, ल अहिले हामी आएर स्ट्रगल कति गाह्रो छ क्या। 1 दिन काम गरेन भने कत्रो घाटा हुन्छ, 3-4 महिना काम नगर्दा पागल हुन्छ मान्छे। नेपालमा बस्नेलाई त भन्छ त गइहालिस्, सिओई आयो भनेर मक्ख नहुनु क्या तपाईँहरू नेपालबाटै। त्यो सिओई आएको होइन, त्यो दुःखको भारी आएको हो, यति बुझ्नु। सिओई आयो भनेर मक्ख पर फोटो खिचेर दुनियाँदारी यताउता केही गर्नु पर्दैन। सिओई त जसको पनि आउँछ अहिले। अब जापान भनेको नि इन्डिया भारत, अब नेपाल र इन्डियाको त्यो बोर्डर हुन्छ नि, त्यस्तै भइसकेको छ पुरै। दिन 2 गुणा रात 4 गुणाले अहिले आउँदैछन् नेपालीहरू। जापान जान्छ मेरो छोरो, या गर्छ। आमाबाउ पनि त्यति मक्ख हुनु पर्दैन, दुःख गर्न आउनु ला हो छोरो है।